पर्यटन महोत्सव 2082 का भव्य कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र सम्पूर्ण मञ्चासीन श्रद्धेय महानुभावहरू, त्यसरी नै महत्त्वपूर्ण मूल्याङ्कनको जिम्मेवारी पाउनुभएका चन्द्रराज चेम्जोङ लगायत सम्पूर्ण निर्णायक मण्डलज्यूहरू र सम्पूर्ण चन्द्रराज आङदेम्बे लगायत निर्णायक मण्डलमा रहनुभएका सम्पूर्ण श्रद्धेय महानुभावहरू र सम्पूर्ण महोत्सव प्रेमी सम्पूर्ण महानुभावहरूलाई नामसामी केसामी केलाङ संस्था फालुङगञ्ज गाउँपालिका वडा नम्बर 4 को तर्फबाट म यहाँहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु, सेवाहरू गर्न चाहन्छु, हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो नामसामी केसामी केलाङ समूहबाट अहिले लाङ केलाङ लाङदाक लाङ प्रस्तुत हुँदैछ। यो चाहिँ कार्यक्रम स्थलमा पुग्नुभन्दा अगाडि नै त्यहाँ उपस्थित सम्पूर्ण दर्शकहरूलाई, सम्पूर्ण आगन्तुकहरूलाई, महानुभावहरूलाई, अतिथिहरूलाई सम्मानको लागि उहाँहरूले हात हल्लाउँदै सेवारो भन्दै कार्यक्रम स्थलमा प्रवेश गरिसक्नु भएको छ। यस पछाडि यहाँहरूले दोस्रो चरणमा लाङदाक लाङ अर्थात् स्वागत नाच प्रस्तुत गर्दै हुनुहुन्छ। अहिलेको चरणमा हाम्रो नामसामी केसामी केलाङ समूहबाट कार्यक्रम स्थलमा मञ्च अर्थात् कार्यक्रम स्थलमा पुगिसकेर उहाँहरूले स्वागत नाच प्रस्तुत गर्दै हुनुहुन्छ। अहिले हाम्रो केलाङ दोस्रो चरणमा प्रस्तुत हुँदैछ। केलाङ वास्तवमा हामी किराँत व्यक्तिहरूको पहिचान झल्काउने अत्यन्तै महत्त्वपूर्ण नाच भएकोले यहाँको यो भव्य महोत्सवमा हामी नामसामी केसामी केलाङ समूहले पनि यो कार्यक्रमको भव्यतालाई अझै बढाउनको लागि, अझै रौनकतालाई थप्नको लागि हामी यहाँ सहभागी हुने हामीले इच्छा व्यक्त गरेका छौँ, हामीले इच्छा जाहेर गरेका छौँ। तदनुरूप हामी यहाँ अहिले आफ्नो समग्र केलाङ प्रस्तुत भइरहेको छ। म सम्पूर्ण महोत्सव प्रेमी महानुभावहरूलाई, हाम्रो केलाङलाई अत्यन्तै उत्साहतापूर्वक नजर गरिदिनु हुन र अवलोकन गरिदिनु, मूल्याङ्कन गरिदिनु हुन सबै हार्दिक निवेदन गर्न चाहन्छु। अहिले हाम्रो केलाङ दोस्रो चरणमा अर्थात् स्वागत नाच चलिरहेको म सम्पूर्ण महानुभावहरूलाई हार्दिकतापूर्वक निवेदन गर्न चाहन्छु। हामीलाई के पनि जानकारी भएको छ भने आयोजक टिमबाट हाम्रो प्रस्तुति हामीले तपाईँ कलाकारहरूले को क्षमताले भ्याएसम्म जति समय दिएर नाचे पनि हुन्छ भन्ने समेत सल्लाह सुझाव आएको छ। यसलाई समेत आयोजक समितिबाट यसलाई समेत मध्यनजर गरेर हाम्रा कलाकार मित्रहरूले अत्यन्तै उत्साहपूर्वक, अत्यन्तै भव्य र अत्यन्तै सभ्यतापूर्वक आफ्नो केलाङलाई प्रस्तुत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। खेबक्पा लाङ तेस्रो चरणमा खेबक्पा लाङ अर्थात् नेपाली भाषामा गङ्गोटो नाच। वास्तवमा गङ्गोटो निकै बुद्धिमान जीव हो। गङ्गोटोले बाढी पहिरो आउनुभन्दा अगाडि आफ्नो कुलबाट निस्केर सुरक्षित स्थानमा प्रवेश गर्छ। त्यो बुद्धिमान गङ्गोटो जीवको नाचलाई हाम्रा कलाकारहरूले आफ्नो अभिनय मार्फत, आफ्नो सिर्जना मार्फत प्रस्तुत गर्दै हुनुहुन्छ। अब अहिले हाम्रो केलाङ अर्को चरणमा प्रवेश गरिसकेको छ। यो चरणमा भने लाङ एमा लाङ अर्थात् थिमोमा लाङ। वास्तवमा थिमोमा गरेर मादक पदार्थ, पेय पदार्थ पिएर खुट्टा लरबडाउँदै हिँड्नु आफैमा सकारात्मक होइन, नकारात्मक हो। तर त्यही नकारात्मक चिजलाई पनि हाम्रा कलाकारहरूले आफ्नो कलामा, आफ्नो अभिनयमा ढालेर वास्तवमा अबको जमानामा यो 21औं शताब्दीमा हामीले यसरी मादक पदार्थ सेवन गरेर खुट्टा लरबराउँदै लाङहेनमा गर्दै हिँड्नु हुँदैन है भन्ने सन्देश दिनको लागि हाम्रा नामसामी केसामी केलाङ समूहले यो थिममा अर्थात् लाङहेनमा लाङ प्रस्तुत गर्नुभएको म यहाँहरू समक्ष नम्र निवेदन गर्न चाहन्छु।
केलाङ यो के भनेको हाम्रो मुख हो, हाम्रो प्राचीन बाजा हो है। प्राचीन कालमा हाम्रा इष्टदेव आराध्य देव खेबा तथा शिवले सृष्टि गर्नुभएको राजा भएकोले यसमा आफैमा मुख हुन्छ, शक्ति हुन्छ मलाई लाग्छ। त्यसैले होला हाम्रा कलाकारहरू अत्यन्तै बेजोड ढङ्गले यहाँ आफ्नो नृत्यलाई प्रस्तुत गरिराख्नु भएको छ। अहिलेको चरणमा हाम्रो केलाङ नाभुन्जी लाङमा प्रस्तुत गरिसकेको छ। नदी नालामा समुद्रमा हुने नाभुन्जीहरू माछाहरू मौसम सफा भएको बेलामा, मौसम उग्रेको बेलामा यसरी नै स्वयं गर्दै समूहमा तलमाथि गरेर नाच्छन्, जसलाई हाम्रा नामसामी केसामी केलाङ संस्थाका कलाकारहरूले तपाईँ हामीमा निकै रोचक निकै आकर्षक ढङ्गले यहाँ प्रस्तुत गर्दै हुनुहुन्छ। हाम्रो केलाङ अर्को चरणमा प्रवेश गरेको छ। यसलाई खदे लाङ अर्थात् सक्पा नाच भनिन्छ। तपाईँ हामी सबैले सक्पालाई अर्थात् वन मान्छेलाई खदेलाई नदेखेको हुन सक्छौँ, यदाकदा टिभीमा देख्न सक्छौँ, तर हाम्रा सफल सिर्जनाकार कलाकारहरूले त्यो दुर्लभ लोपोन्मुख वन्यजन्तु सोक्पा अर्थात् वन मान्छेको नाचलाई पनि हामी माझ यहाँ प्रस्तुत गर्नुभएको छ। मेरो जानकारीमा आएअनुसार मैले सुनेअनुसार वास्तवमा खदेको खुट्टा पछाडितिर फर्केको हुन्छ अरे, त्यसैले होला हाम्रा कलाकारहरू पछाडितिर ग्रुप उफ्रिँदै खदेको सप्पाको अभिनय गरेर नाचिरहनु भएको छ। यसरी हामीले नदेखेको देख्न नपाएको अत्यन्तै लोकोन्मुख जीव वन मान्छे अर्थात् सप्पाको नाचलाई समेत हाम्रा कलाकारहरूले अत्यन्तै रोचक रमणीय ढङ्गले तपाईँ हामी नाच प्रस्तुत गर्दै हुनुहुन्छ। अब हाम्रो केलाङ एक चरण अगाडि बढिसकेको छ। त्यसलाई अन्लाङ अर्थात् घोडा नाच भनिन्छ। हामीले हाम्रै घरको तबेलामा बाँधेको घोडा कसरी नाच्छ भन्ने तपाईँ हामीले याद गरेका रहेनछौँ, तर कलाकारहरूको दृष्टि अत्यन्तै सूक्ष्म दृष्टि, अत्यन्तै गहिरो दृष्टि हुन्छ, गहिरो अवलोकन हुने रहेछ। यसै कारण हाम्रा कलाकारहरूले घोडा कसरी नाच्छ भनेर यहाँ तपाईँ हामी माझ घोडा नाच अर्थात् अन्लाङ अत्यन्तै जोसिलो पाराले अत्यन्तै आकर्षक पाराले प्रस्तुत गरिराख्नु भएको छ। म यहाँले अत्यन्तै आकर्षक, अत्यन्तै उत्साहपूर्वक, अत्यन्तै जोसपूर्वक साँच्नुभएकोमा नामसामी केसामी केलाङ संस्थाका टिमहरूलाई म पुनः पनि धन्यवाद दिन चाहन्छु। अब हाम्रो केलाङ एक चरण अगाडि बढेर अनग्रेड लाङ अर्थात् छेपारो नाचमा प्रस्तुत भइसकेको छ। छेपारोले रङ फेर्छ भन्ने हामीले सुनेका छौँ। छेपारो विशेष गरेर मौसम सफा भएको बेलामा अर्थात् घाम लागेको बेलामा बुट्यान झाडीको हाँगामा टुप्पामा चढेर कहिले अगाडि मुन्टो झुकाउँदै नाच्छ, कहिले दायाँ बायाँ आफ्नो मुन्टो झुकाएर नाच्छ, जसलाई हाम्रा कलाकारहरूले प्रत्यक्ष साँच्ची छेपारोको समूह नै पाएर नाच्दैछन् कि जस्तो गरेर तपाईँ हामी सामु प्रस्तुत गरिराख्नु भएको म यहाँहरूलाई हार्दिकतापूर्वक निवेदन गर्न चाहन्छु। छेपारो यसरी नै कहिले दायाँ बायाँ विशेष गरेर छेपारो खुसी भएको बेलामा आफू खुसी भएको बेलामा सन्तुष्ट भएको बेलामा यसरी नाच्छ, जसलाई हाम्रा कलाकारहरूले अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गरिराख्नु भएको छ। अहिले हाम्रेट लाङ अर्थात् छेपारो नाचबाट अगाडि बढिसकेको छ। हाम्रा कलाकारहरूले चर्फेमा नाच अर्थात् पुतली नाच। पुतली मैले बुझेअनुसार पुतलीको आयु अत्यन्तै छोटो हुन्छ, लगभग 3 दिनमा उसले चोला फेर्छ र पुतली विशेष गरेर विभिन्न खालको फुलहरूको रस चुस्दै फुलहरूमा घुम्दै आफ्नो पखेटा यसरी फरफराउँदै नाच्छ, जसलाई हाम्रा कलाकारहरूले साँच्चै पुतलीकै हुलको आएर यो सुलुम्फीको पावन भूमिमा पवित्र भूमिमा साँच्चै 8 जोडी अर्थात् 16वटा पुतली नै पाएर नाच्दैछन् कि जस्तो भान हुने गरी हामीलाई यहाँ प्रस्तुत गरिराख्नु भएको छ। यस मानेमा म यो
कलाकारहरूलाई पुनः पनि म धन्यवाद दिन चाहन्छु। अब पुतली नाचबाट अगाडि बढेर हाम्रा कलाकारहरू अहिले कसरतका नाचमा पुगिसक्नु भएको छ। अब यस पछाडि यहाँहरू मायुदाङ अर्थात् भालु नाच प्रस्तुत गर्दै हुनुहुन्छ। भालु पनि तपाईँ हामी सबैले नदेखेको हुनसक्छ। यो विशेष गरेर यही काली हिमाली क्षेत्रमा माथिल्लो क्षेत्रमा भालु पाइन्छ। त्यो दुर्लभ जीव भालु कसरी नाच्दो रहेछ, वास्तवमा निहुरेर आफ्नो खुट्टालाई खोच्याङ खोच्याङ गर्दै नाच्दो रहेछ, जसलाई हाम्रा कलाकारहरूले साँच्चै भालु नै आएर नाचेको हो कि जस्तो गरेर तपाईँ हामी नाच प्रस्तुत गर्दै हुनुहुन्छ। मलाई लाग्छ कलाकारहरूको ख्याति, कलाकारहरूको रचना, कलाकारहरूको कलाकारिताको व्याख्या गरेर पुग्दैन, तर केवल मैले यहाँको आंशिक रूपमा मात्रै चर्चा गर्न खोजेको। हामीलाई समयको पाबन्दी छ। भरै विशिष्ट कलाकार, ख्याति प्राप्त राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरूको हामीले नाचहरू हेर्नुपर्ने छ। अहिले हाम्रो केलाङ अर्को चरणमा प्रवेश गरेर कोसेक लाङ अर्थात् सर्प नाच प्रस्तुत गर्दै हुनुहुन्छ। सर्प नापेली पर्दै गुजुल्जिँदै नाच्छ र सर्प नाचेको देखियो भने यो अत्यन्तै शुभ लक्षण, शुभ सङ्केत, शुभ साइत भनेर पनि मान्ने हाम्रो परम्परा छ। त्यही सर्पनाच देखाएर यो महोत्सवलाई समेत अत्यन्तै शुभ बनाउनुको लागि, सत्य बनाउनुको लागि समेत हाम्रा कलाकारहरूले यो कोसेक नाच अर्थात् सर्पनाचलाई यहाँ प्रस्तुत गर्दै हुनुहुन्छ। अब सर्पनाचबाट अगाडि बढेर हाम्रा कलाकारहरू अहिले कसरक्पा नाच प्रस्तुत गर्दै हुनुहुन्छ। कसरक्पा हाम्रो च्याब्रुङको प्राण हो, मुटु हो। वास्तवमा हाम्रो प्राचीन कालमा चलेको कसरक्पा अहिले पनि छ, तर कसरक्पाका पनि विभिन्न ठाउँ विशेष, गाउँ विशेष यसका मौलिक चरणहरू छन्। अहिले एक चरण अगाडि बढेर टेवा लाङ अर्थात् मृग नाच यहाँहरूले नाच्दै हुनुहुन्छ। मृग अत्यन्तै तेज धावक, अत्यन्तै फास्ट कुद्ने जीव हो, तर कुद्नुभन्दा अगाडि यसले आफ्नो देब्रे दाहिने खुट्टाहरूलाई तताउने गर्दछ, अर्थात् वार्मिङ अप गर्ने गर्दछ। हाम्रा खेलाडीहरूले, मलाई लाग्छ भलिबल फुटबल खेलाडीहरूले, हाम्रा धावकहरूले यिनै टेवा अर्थात् मृगले आफ्नो शरीर तताएर लामो दूरीसम्म अत्यन्तै छिटो तेज धावन गरेको कुरालाई अभिनय गरेर जिउ तताउने, हात खुट्टा तताउने कला सिकेको हुन सक्छ। यही मृगको कलालाई हाम्रा कलाकारहरूले आफ्नो केलाङ मार्फत तपाईँ हामी माझ सुन्दर ढङ्गले प्रस्तुत गर्दै हुनुहुन्छ। हामी यसको लागि म त केवल थोरै आंशिक रूपमा चर्चा गरेको मात्रै हो। तपाईँ सम्पूर्ण महोत्सव प्रेमी महानुभावहरूले प्रत्यक्ष साक्षात्कार गर्दै हुनुहुन्छ। अबको चरणमा हाम्रो केलाङ समूह एक चरण अगाडि बढेर तक्मी वा लाङ अर्थात् हात्ती नाचमा प्रवेश गरिसक्नु भएको छ। यो हात्तीको शरीर ठुलो हुन्छ, खुट्टा पनि ठुलो हुन्छ। ठुलो शरीर, खुट्टा र सुँडको तालमेल मिलाउँदै अगाडि कहिले पछाडि निकै आकर्षक ढङ्गले हात्ती नाच्दो रहेछ, जसलाई हाम्रा कलाकारहरूले यहाँ प्रस्तुत गर्नुहुन्छ। मलाई लाग्छ यो केलाङको उत्पत्ति र यो सिरुनाम्लाङ किम्बदन्ती अनि जराकरा मलाई लाग्छ कहीँ न कहीँ जोडिन्छ, कहीँ न कहीँ मिल्छ। त्यसैले हाम्रा आयोजक, श्रद्धेय आयोजक समूहहरूले, आयोजक समितिहरूले यो केलाङको महत्त्वलाई बुझेर केलाङको आयोजना गर्नुभएको हुनसक्छ। तर संयोगवश हाम्रा प्रतियोगी समूह भने सेकभरी फुङ, मिक्लाजुङ 1 र नामसामी केसामी केलाङ समूह फाल्गुन 4
दुईटासम्म मात्रै यहाँ सहभागी हुन पुगेका छौँ। मलाई लाग्छ आगामी दिनमा यो केलाङलाई अझै भव्यता दिनुपर्ने हुन्छ। अहिले एक चरण अगाडि बढेर हाम्रो केलाङसम्म इस्लाममा अर्थात् गाई नाचमा प्रवेश गरेको छ। हामीले पालेको गाई बन्धुवा लामो अवधि बन्धुवा पालेपछि उसको खुट्टाहरू कुजिएको अवस्था हुन्छ, जसलाई ताजा बनाउनको लागि अर्थात् बन्धुवा गाई फुकेको बेलामा खुसी व्यक्त गर्नको लागि यसरी नै नाच्ने गर्दो रहेछ, जसलाई हामीले आफैले पालेको गाई कसरी नाच्छ भन्ने सायद याद नगरेको हुनसक्छ। तर मैले अघि पनि भने कलाकारहरूको दृष्टि गहिरो हुन्छ, कलाकारहरूको दृष्टि सूक्ष्म हुन्छ, कलाकारहरूले अत्यन्तै गहन अवलोकन गहन विश्लेषण अध्ययन गर्नुहुन्छ। केही कारणले गाईको नाच जसरी त्यहाँले अत्यन्तै रमाइलो ढङ्गले प्रस्तुत गर्नुभएको छ। यस पछाडि अहिले कसरक्पा लाङ अर्थात् मैले अघि पनि भने केलाङको प्राण केलाङको मुटु कसरक्पा नाच अत्यन्तै सुन्दर ढङ्गले अत्यन्तै सभ्य ढङ्गले प्रस्तुत गर्दै हुनुहुन्छ। कसरक्पाका पनि विभिन्न हुन्छन्, जस्तो धरान ताप्लेजुङ सिक्किम ठाउँ विशेष गाउँ विशेष कसरक्पाको पनि आफ्ना मौलिक विशेषताहरू कलाकारहरूले थपेर अगाडि बढाउनु भएको छ, विकास गर्नुभएको छ। तथापि कसरक्पा हाम्रो केलाङको आधारभूत सिप हो, मुटु हो, प्राण हो। अब कसरक्पापछि हाम्रो केलाङ समूहहरू क्याप्सा लाङ अर्थात् कुकुरको छौरा नाचमा प्रवेश गर्नुभएको छ। कुकुरको छौरा विशेष गरेर गाएको बेलामा अत्यन्तै तृप्त भएको बेलामा आफ्नो आमाको वरिपरि कि म त आज साह्रै खुसी छु है, म त साह्रै अगाएको छु है भन्ने भाव दर्शाउँदै आफ्नो आमालाई जिस्काएको जस्तो गर्दै आमाको वरिपरि झुम्किँदै कहिले छोपे जस्तो गर्दै कहिले अलिक पछाडि भागे जस्तो गर्दै कुकुरको छाउरो नाच्दो रहेछ, जसलाई हाम्रा नामसामी केसामी केलाङसम्म केलाङ संस्थाका कलाकारहरूले हामी माझ अत्यन्तै रोचक ढङ्गले प्रस्तुत गर्दै हुनुहुन्छ। म यो कलाकारहरूले अत्यन्तै सक्रियतापूर्वक अत्यन्तै उत्साहपूर्वक केलाङ प्रस्तुत गर्नुभएकोमा म यहाँहरूलाई पुनः पनि धन्यवाद दिन चाहन्छु। अब यस पछाडि हाम्रो केलाङ समूहहरू तिलिङ्गा लाङ अर्थात् आर्मी नाच अर्थात् पुलिस नाच त्यसमा प्रवेश गरिसक्नु भएको छ। मलाई लाग्छ विश्वभरिकै आर्मीहरू पुलिसहरू यसरी नै कवाज खेल्छन्, ड्रिल खेल्छन्। मलाई लाग्छ विश्वभरिकै पुलिसहरूले विश्वभरिकै मिलिट्रीहरूले विश्वभरिकै आर्मीहरूले आफ्नो दाहिने हातले सलोट हान्छन्। मलाई लाग्छ तेब्रे हात कहीँ पनि सलोटमा चल्दैन। केही आर्मीहरूको सलोटलाई आर्मीहरूको कवाललाई पुलिसहरूको ड्रिललाई हामी माझ नामसामी केसामी केलाङ संस्था समूहका कलाकारहरूले यहाँ प्रस्तुत गर्दै हुनुहुन्छ। कहिले उहाँहरू अगाडि जानुहुन्छ, कहिले एक कदम पछाडि पनि